भएछ छोरी? किन बाहिर निस्किन भन्छु त? यो त कुन्नामा पो बसेकी रहेछ। बाटुली, ए बाटुली, के भयो तँलाई? आमा, म छाउ भए। हैन, के भन्छ यो? छाउ भए कि हेरेकी त होस्? हो आमा, म छाउने भएकी हो। पेट पनि अचाक्ली नै दुखिरहेको छ। छाउने भएकी हो भने यता नआइ जा। छाउगोठतिर गएर बस्दै गर। मलाई कति डर लाग्छ। कसरी बसु एक्लै गोठमा? बाटुली, ला सुकुल ओर्ने ल्याइदिएकी छु। सुकुल ओछ्याउनु, यो चाहिँ ओर्नु। यो लोटा र थाल पनि राख। यो सुकुलमा कसरी सुत्नु? शरीर बिजाउँछ नि आमा। के गर्छस् छोरी? छाउ भएको बेला ओछ्यानमा सुत्नु हुँदैन, नत्र देवता रिसाउँछन्। आमा, चमेली मसँगै बस्छ है। छाउ परेसँग कोही पनि बस्दैनन्। तैँले यसै गरी 7 दिन बिताउनु पर्छ। तँलाई छोयो भने त मैले नुहाएर सुन पानी छर्काउनु पर्छ, नत्र बिटुलु भइन्छ। अनि यता सुन ध्यान दिएर, नत्र अचल भइन्छ। अचल भनेको के हो नि? अचल भए के हुन्छ आमा? गाई भैँसी छोयो भने बाजु हुन्छन्। मूल बाटो हिँड्यो भने देवता रिसाउँछन्। अनि मन्दिर गयो भने बिरामी भई आफै मरिन्छ। यति मात्र कहाँ हो र छोरी? धारो छोए मूलले सुक्छ। अनि सुन त पहिला पाला होस्। कापी किताब नै छुनु हुँदैन नि। छुइहाले के हुन्छ आमा? देवता रिसाउँछन्। अनि काठी कुरा बुवा दाजुभाइ कसैलाई नि हेर्नु हुँदैन नि। अनि आमा, मेरो पढाइ भनेको त्यस्तै हो छोरी। तैँले 7 दिन गोठमै बिताउनु पर्छ। के गर्नु, पहिलेदेखि मानिआएको चलन मान्नै पर्छ। आमा, मैले के गल्ती गरेछु र? मैले त केवल स्कुल जान मात्र चाहेकी हो। किन आज मलाई अपराधीलाई जस्तै व्यवहार गर्दै हुनुहुन्छ? तँलाई अपराध गरेका छैनौ छोरी। यो हाम्रो चलन हो। चलनलाई तोड्दा देवता रिसाउँछन्। यो त हाम्रो धर्म हो। मलाई धेरै पेट दुखिरहेको छ र मलाई धेरै डर पनि लागिरहेको छ आमा। के गर्नु छोरी? जति नै डर लागे पनि तैँले 7 दिन गोठमै बिताउनु पर्छ। ल, म गएँ, खाना लिएर आउँछु, त बस्दै गर। छोरी, बाटुली बाहिर निस्की त। आए आमा, आए। अनि सुन, लोटा र थाल पनि लिएर आइज। यी आमा, थाल र लोटा। ला, पानी। रोटी र नुन खुर्सानी ल्याइदिएकी छु, खा। लोटा त चुइने छ आमा। पानी खाँदा शरीर सबै भिज्छ। के गर्नु छोरी? छाउ भएको बेला यस्तै हो। लोटाको चुइने ठाउँमा औलाले च्यापेर खा। यो सुकेको रोटी र नुन खोर्सानी खाँदा गला बित्छ। अरू केही छैन र आमा? बिहान बुवाले भाले त काटेका थिए नि। के गर्नु, दिन मिल्दैन। दियो भने देवता रिसाउँछन्। 7 दिन यसैमा गुजार्नुपर्छ छोरी। कति निर्दय चलन। अर्को जुनीमा मलाई छोरी भएर नजन्माऊ है आमा। के गर्नु छोरी, हाम्रो चलन नै यस्तै छ। नमिठो लागे पनि खा छोरी, खा। आमा, अस्ति सरले पढाउँदा छाउ भएको बेला तातो तातो झोल खानेकुरा, तागतिलो पोसिलो खानेकुरा खानुपर्छ भन्नुभएको थियो। खै छोरी, तेरो सरले किन यस्तो भने होलान्? छाउ भएको बेला मिठो खायो भने देवी देवता रिसाउँछन् भन्छन्। ल, अब आराम गर। राति सर्पहरू आउलान्। ढोका राम्रोसित लगाउनु नि। आमा, मलाई एक्लै नछोड्नु। मलाई डर लाग्छ। हे भगवान, मैले के पाप गरेकी थिएँ र? के म छोरी भएर जन्मनु नै पाप हो त? छोरी भएर जन्मनु मेरो पाप हो भने अर्को जन्ममा छोरी भएर जन्मनु नपरोस् भगवान।
छाउपडी अन्त्य गरौँ, अन्त्य गरौँ, अन्त्य गरौँ, छाउपडी अन्त्य गरौँ, अन्त्य गरौँ, अन्त्य गरौँ, सभ्य समाजको निर्माण गरौँ, निर्माण गरौँ, निर्माण गरौँ, सभ्य समाजको निर्माण गरौँ, निर्माण गरौँ, निर्माण गरौँ, महिला हिंसा अन्त्य गरौँ, अन्त्य गरौँ, अन्त्य गरौँ, महिला हिंसा अन्त्य गरौँ, अन्त्य गरौँ, अन्त्य गरौँ, कुप्रथाको अन्त्य गरौँ, अन्त्य गरौँ, अन्त्य गरौँ, कुप्रथाको अन्त्य गरौँ। अन्त्य गरौँ, अन्त्य गरौँ। नमस्कार कृष्ण दाई, बाटुली कता गई? स्कुलमा पनि नआएको 2 दिन भइसक्यो। नमस्कार मिस, छोरी त 2 दिनदेखि 6 गोठमा पो बसेकी छ त। दाई, तपाईँ त अरूभन्दा फरक सोचको मानिस हुनुहुन्छ भनेको त होइन पो रहेछ। यस्तो बेलामा सानी छोरीलाई यस्तो एक्लै एकान्त ठाउँमा राख्न तपाईँलाई अलिकति पनि दया लागेन? कस्तो निर्दय बुबा हुनुहुँदो रहेछ तपाईँ त। आमाले त आफूले भोगेको पीडा सम्झेर आफ्नो छोरीको ख्याल गर्नु पर्थ्यो नि। माया मात्र लागेर के गर्नु मिस? मैले पनि बारेकै हो, यसले पनि बार्नै पर्छ। के गर्नु मिस, पुरानो चलन मान्नै पर्यो। पुर्खादेखि चलिआएको चलन मैले कसरी नमान्नु र? होइन, के भन्नुभएको तपाईँहरूले? छाउ भनेको त प्राकृतिक वरदान हो। तर तपाईँहरू त छोरीमाथि अभिशाप गर्दै हुनुहुन्छ। पहिलाका मानिसहरू अशिक्षित थिए, त्यही भएर उनीहरूले सही र गलत छुट्याउन सक्दैनथे। तर तपाईँहरू त त्यस्तो हुनुहुँदैन नि, होइन र? त्यो त हो मिस, तर के तर दाई? के छोरी भएर जन्मिनु अभिशाप हो? यदि होइन भने तपाईँहरूले किन छोरीलाई कैदीले जस्तो सजाय दिँदै हुनुहुन्छ? यो विज्ञानको समयमा आइपुगेर पनि देउता रिसाउलान् कि भन्दै यस्तो निर्दय कुप्रथाको पछि नलाग्नुहोस्। छोरीलाई दुःख र पीडा दिँदा चाहिँ देउता रिसाउलान् बरु। थाहा हुनु भनेको त छोरी अब ठुली हुँदैछ भन्नु पो हो त। एकपटक सोच्नुहोस् त, तपाईँको छोरीले आफू जन्मिएको घरमा त यो सजाय भोग्न बाध्य भएकी छ भने पराई घरमा गएपछि के अवस्था होला? खै नानी। खोइ होइन भाउजू, यस्तो बेलामा शरीर पनि कमजोर हुन्छ। उनलाई यस्तो बेलामा पोसिलो खानेकुरा खुवाएर आफ्नो शरीरको राम्रो सरसफाइ गर्न सिकाएर सफा ठाउँमा राख्नुपर्छ। छाउको बारेमा उनको साथी पनि सबै कुरा बुझाउनुपर्छ। अब बुझ्नुभयो त? तपाईँको सबै कुरा सुनेपछि बल्ल मेरो घैँचोमा घाम लाग्यो। माफ गर्नुहोस्, हामीबाट गल्ती भयो। खै कहाँ छ बाटुलीले राखेको छाउ गोठ? ऊ त्यता छ मिस। ल साथीहरू, हामीले यस्तो पुराना रूढिवादीसँग जोडिएको छाउगोठ जस्तो कुप्रथा आजैबाट अन्त्य गर्नका लागि त्यहाँबाट बाटुलीले निकालेर छाउ भत्काएर यस समाजमा महिलामाथि हुने विभेदको विरुद्धमा सबैजना एक भई समाज रूपान्तरणमा लागौ। हो, मिसको कुरा सही हो। छाउगोठ पत्काई समाज रूपान्तरणका लागि हाम्रो पनि साथ रहनेछ। हाम्रो पनि तपाईहरुलाई साथ छ। हाम्रो पनि तपाईहरुलाई साथ छ। मिस, मलाई यो छाउगोठ रूपी नरकबाट उद्धार गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ। यो अनौठो कथा हो। यद्यपि हामी 21औं शताब्दीमा छौँ। विकास र आधुनिकताका कैयौँ उदाहरणहरू छन् हामीसँग, तर हाम्रो समाजको आँगनमा अझैसम्म पनि अन्धविश्वास कुप्रथाहरू छन् जसलाई शिक्षा र चेतनाले बढार्न सकेको छैन। जुन कुप्रथाहरूमध्ये छाउपडी प्रथा पनि एक हो। छाउपडी प्रथाको अन्धविश्वासले हाम्रा कैयौँ छोरी चेलीहरूको अस्मिता लुटियो। कति समाजबाट बहिष्कृत भए, कतिले त मृत्युवरण समेत गर्नु परेको छ। तसर्थ यो कुप्रथाको अन्त्यका लागि ज्ञान र शिक्षाको दियो जलाउन आवश्यक छ। हो, आजैबाट हामीले ज्ञान र शिक्षाको दियो जलाउँ। धन्यवाद। Timeline School, empowering the child.